क्रांति, समाजवाद, वर्ग संघर्ष, जनवर्गीय संगठन, भीषण संघर्ष, आधार इलाका, प्रशिक्षण, ध्रुवीकरण, मोर्चा, विचार गोष्ठी, क्रांतिकारी, ऐतिहासिक, धनवाद, पुँजीवाद, विचलन, सर्कुलर, विज्ञप्ति, कार्यालय, एचक्यू, सक्रिय, नेतृत्वको रक्षा, समानता, भीषण संघर्ष, ऐतिहासिक। बार एसोसिएसनको अध्यक्षज्यूले चाहिँ 2/3 को सरकारले न्यायालय नचलाओस् भनेर चाहिँ लेख्नु भएको छ, बोल्नु भएको रहेछ। तपाईलाई म के भन्छु भनेदेखि 2/3 दिएकै न्यायालय चलाउनलाई हो। किनभने न्यायालयमा न्याय पाइँदैन, गरिबले नपाउने न्याय, तारिखमाथि तारिख धान्नुपर्ने न्यायालयलाई त्यसलाई पुनः संरचना गर्नुपर्छ। न्यायालयलाई त क्लिन स्विपै गर्नुपर्छ। अहिले जति छन् त्यो न्यायालयलाई चाहिँ क्लिन स्विप गर्नुपर्छ। जनताले रवि लामिछानेमाथि भएको अन्याय, यो एउटा रवि लामिछानेमाथि त यति अन्याय हुन्छ भनेदेखि सर्वसाधारण जनतामाथि कति अन्याय हुन्छ भनेर त्यो अन्यायलाई चाहिँ चुनौती दिनलाई चाहिँ 2/3 दिएका हो। कि जनताभन्दा ठुलो तपाईँ हो भनेदेखि भन्नुहोस्, होइन भनेदेखि न्यायालय त रिफर्म हुन्छ, न्यायालयलाई त रिफर्म गर्नै पर्छ। यति कुरो चाहिँ तपाईले विचार गर्दा हुन्छ। केपी ओली र रमेश लेखक जस्ता अपराधीलाई ज्यानमारालाई अदालतले न्याय दिन्छ भने बालेन, रवि, सुदन पक्षका हरेक जनता सडकमा आएर लछार मछार गर्नुपर्छ। केपी ओली र रमेश लेखकलाई अदालतले न्याय दिने, यस्ता ज्यानमारा, यस्ता देशको सम्पत्ति लुट्ने, एकै दिनमा 50 लाख रुपियाँ हान्ने रमेश लेखक, 32 अर्ब कोम्बोडीमा राख्ने, यिनीहरूको अदालत अब ध्वस्त पार्नुपर्छ। यिनीहरूको अदालत, यिनीहरूले होइन, अदालतका ती न्यायाधीशहरूलाई समेत खिच्नुपर्छ। अब भिडियो सबैले सेयर गर्नु होला।